साथीहरू फेरि पनि आयो बाँसबाट बनेको अर्को एउटा सामग्री, अर्को एउटा चिज जसलाई हामीले घरमा एउटा महत्त्वपूर्ण स्थानमा राखेर चाहिँ त्यसकोबाट काम लिन्छौँ, फाइदा लिन्छौँ होइन। हेर्दा सिम्पल छ, यो हाम्रो यहाँ वरिपरि पाइने बाँसबाट पनि बन्छ। त्यो बाँसलाई सिम्पल सामान्य मेसिन औजार त्यस्तो ठुलो पनि छैन होइन, सामान्य घरमै भएको औजार प्रयोग गरेर पनि यो डिजाइन यो स्टाइल बनाउन सकिन्छ। सिम्पल छ, तपाईँ भिडियो पुरा रूपमा हेर्दै जानु, यो हेर्दै जाँदाखेरि तपाईँले बुझ्नुहुनेछ कि यो कति सजिलोसँग बनाउन सकिन्छ। र यसलाई फिनिसिङ जति निकाल्यो उति यसबाट तपाईँको हातहरूमा छेस्काए भिज्ने होइन त्यस्तो समस्याहरू पनि हराउँछ भने यसमा फिनिसिङ पनि आउँछ, तपाईँले बनाएको सामग्री फिनिसिङ पनि आउँछ। हेर्दै जानुहोस्, यसबाट धेरै ठुलो कुराहरू बन्ने त होइन, यसबाट अहिले धेरै ठुलो कुरा बनाउन खोजेको त होइन, सामान्य घरमा प्रयोग गर्ने चिज हो। तर के चिज हो भनेर तपाईँ अहिले पनि कन्फ्युजनमा हुनुहुन्छ, तपाईँहरू अहिले पनि के बनेको होला, के बनाउँदै होला होइन। हेर्दाखेरि सामान्य छ, यसो हेर्दा डाडु जस्तो पनि देखिन्छ, यसो हेर्दाखेरि केही अडाउने कुरा जस्तो पनि देखिन्छ। तर हेर्नुहोस् अन्तिममा हेर्दा तपाईँ आफै सक हुनुहुन्छ, ए के रहेछ यो त यस्तो पो रहेछ। तर यो जे भए पनि हामीलाई राम्रै काममा आउँदो रहेछ भन्ने तपाईँलाई लाग्छ। यतिको कुरा, यतिको चिज, यतिको सामग्री तपाईँले घरमा आफै पनि बनाउन सक्नुहुन्छ। र सामान्य रूपमा भन्नुपर्दा यो तपाईँ हाम्रो घरमा जे होस् राम्रै प्रयोगमा आउँछ र तपाईँ हामीलाई यसले राम्रो काम दिन्छ। के होला त साथीहरू, गेस गर्नुभयो? तपाईँले कमेन्टमा लेख्नुभयो त के होला? ल भिडियोको अन्तिम आइसकेको छ, अब हेर्नुहोस् है त अन्तिममा के हुँदो रहेछ। यसबाट बन्दैछ, म तपाईँहरूको चाहिँ जिज्ञासा दूर गर्दैछु, यसबाट बन्दैछ होइन। अहिले यसमा होल खोपेर अब यसमा चाहिँ एउटा तपाईँको चेप्ने कुरा भनौँ न, होल्डर अथवा चेप्ने कुरा राखेपछि यो त इभन लुगा सुकाउने ठाउँमा पनि प्रयोग हुन्छ। अब यो राखेर के बन्दैछ भन्दा यसबाट बन्दैछ तपाईँको धुपहरू चाहिँ सल्काएर राख्ने ठाउँ, धुपहरू त्यहीँ झर्ने भयो। मच्छरको धुप पनि राख्न सकिन्छ, बत्ती